यसको वेट आइरहेको हुन्छ अब यसको वेटलाई त माइनस गर्नु पऱ्यो त्यही भएर के गरिदिने केयर गर्नु दिनु थिच्दिनु त एकजनाले हो ल अब यसको माइनस भइसकेपछि अब चाहिँ कफी बिन 5 वटा हालिदियो भने 30 ग्राम ट्याक्क निकाल्न पाएँ नि त सजिलो भयो नि त ल हाल त्यो कफी बिन छ 3 ग्राम हो 30 ग्राम भनेको 30.00 30 ग्राम 29 30 ग्राम ल 30 ग्राम यो चाहिँ ग्राइन्डर हो हामीले चाहिँ त्यहाँ मेसिनबाट घारेर गरिरहेको थियौँ होइन आज चाहिँ हामी युज गर्छौँ ह्यान्ड ग्राइन्डर अब यो ग्राइन्डरमा चाहिँ हामी यसलाई यहाँ हाल्यौँ अब त्यसपछि चाहिँ कफीको ढुलो कत्रो बनाउने त भन्दाखेरि यहाँबाट देखिन्छ कि कत्रो ठुलो अलिक ठुलो हामीलाई चाहिँ अलिकति ठुलो चाहिन्छ यसमा चाहिँ सानो सानो भयो भने चाहिँ यो सबै यो छान्नीबाट भित्र छिर्छ है यसको लागि चाहिँ एकदम हामी चिनीको जत्रा अथवा नुन जत्रा बनाउनु पर्ने अब यो राखेर यसरी घुमाउने यसरी माथि तल पढेको हुँदैन है तल पढ्यो भने त हुन्छ तल गयो अब एकछिन यसलाई छोडिदिने कारण चाहिँ के हो त भन्दाखेरि भिज्न दिने भिज्न ल भाइ ल कति भए होला नि पहिला हाल ल 150 बनाऊ पहिला बिस्तारै घुमाइ 160 बिस्तारै गर्नुपर्छ त्यही गरेर एक्सट्राक्सन एकैचोटि हालिदिँदाखेरि चाहिँ राम्रोसँग सक्दैन बाबाले हाल्छ बिस्तारै घुमाइ कति भयो 50 200 बनाऊ 200 बनाऊ बिस्तारै That's it, the end of the song. Next time you sing along. Trust me, there's nothing wrong. I just need to carry on. Cause society's a myth, put there to make you sit. Listen to what they give. Don't ask questions, shut your lid. Yeah, don't ask questions, shut your lid. I need to run away from this and go get off the grid. Feel like my brain is overloaded, man, I'm losing it.